जाति जिन्दाबाद विश्वभरिका आदिवासीहरू एक हौं विश्वभरिका आदिवासी जनजाति एक हौं नेपाल मगर संघ जिन्दाबाद विश्व आदिवासी दिवस जिन्दाबाद नेपाल मगर संघ जिन्दाबाद आदिवासी एकता जिन्दाबाद आदिवासी एकता जिन्दाबाद हाम्रो भूमि हाम्रो देश हाम्रो भूमि हाम्रो देश मगर एकता जिन्दाबाद मगर एकता जिन्दाबाद विश्वभरिका मगरहरू एक हौं विश्वभरिका मगरहरू एक हौं नेपाल मगर संघ जिन्दाबाद नेपाल मगर संघ जिन्दाबाद मगर एकता कायम रहोस् मगर एकता कायम रहोस् आदिवासी जनजाति एक हौं आदिवासी जनजाति एक हौं सम्पूर्ण आदिवासी जनजाति एक हौं विश्व आदिवासी दिवस सफल पारौं 32औं विश्व आदिवासी दिवस सफल पारौं नेपाल मगर संघ जिन्दाबाद पालो गर्नु पर्यो पालो विश्व आदिवासी साहित्य मन्दिर कायम गर आदिवासी जनजातिहरूको साहित्य क्षेत्र कायम गर आदिवासी जनजातिहरूको साहित्य क्षेत्र कायम गर 32औं विश्व आदिवासी दिवस सफल पारौं विश्व 32औं विश्व आदिवासी दिवस सफल पारौं
पहिचान विरोधी होसियार नेपाल मगर सङ्घ जिन्दाबाद नेपाल मगर सङ्घ जिन्दाबाद सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं आदिवासी जनजातिको पटदनी कानुनको सम्मान गर आदिवासी जनजातिहरूको पटदनी कानुनको सम्मान गर आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं नेपालका आदिवासी जनजाति महासङ्घ जिन्दाबाद नेपाल आदिवासी जनजाति महासङ्घ जिन्दाबाद सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं एकता हाम्रो शक्ति हो एकता हाम्रो शक्ति हो अधिकार हाम्रो मुक्ति हो हाम्रो भूमि हाम्रो अधिकार हाम्रो भूमि हाम्रो अधिकार हाम्रो भूमि हाम्रो अधिकार सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं नेपाल मगर सङ्घ जिन्दाबाद नेपाल मगर सङ्घ जिन्दाबाद नेपाल मगर सङ्घ जिन्दाबाद मगरहरू एक हौं सम्पूर्ण मगरहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं सम्पूर्ण आदिवासी जनजातिहरू एक हौं 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं 32औं विश्व आदिवासी दिवसको अवसरमा यति बेला नेपाल मगर सङ्घ सम्पर्क समन्वय केन्द्रीय समितिका टोलीहरू आफ्नो ब्यानर सहित आफ्नो भव्यताका साथमा आफ्नो मागको आवाज उठाउँदै यति बेला चाहिँ उसको खुल्ला मञ्चमा प्रवेश गर्न लागिरहेका छौँ। यति बेला यो विश्व आदिवासी दिवसको अवसरमा भिरकोटी मण्डपदेखि चाहिँ आफ्नो र्याली सहित सहभागी भएका यो सम्पर्क समन्वयका टिमहरू यति बेला प्रवेश गर्न लागिरहेका छौँ। यति बेला आफ्नो अधिकारहरूको लागि आफ्नो पहिचानको लागि चाहिँ भाग राख्दै यति भव्यताका साथमा चाहिँ यति बेला आफ्नो ब्यानर सहित चाहिँ एकजुट भएर चाहिँ यति बेला उपस्थित भएको देख्न सकिन्छ। दर्शक यति बेला हामी जनजातिहरू जति सबै सहभागी भएर यसरी 32औं विश्व आदिवासी दिवस मनाइरहँदाखेरि यति बेला मगर सङ्घको तर्फदेखि पनि आफ्नो जनशक्तिसहित आफ्नो बलसहित चाहिँ सहभागी भएका देखिन्छौँ। यही यति बेला आफ्नो नारा सहित यति बेला बुलन्द आवाजमा चाहिँ यहाँ चाहिँ आफ्नो प्रदर्शन गरिरहेका छौँ। अब केही समयपछि हामी खुल्ला मञ्चमा प्रवेश गर्ने अवस्थामा पुगेका छौँ। यति बेला ठ्याक्कै खुल्ला मञ्चको अगाडिको आकाश पुल अगाडि आइपुगेका छौँ। हामी गेटमै आइसकेका छौँ। अब यहाँ हाम्रो चाहिँ भिरकोटी मण्डपदेखि सुरु भएको यो यात्रा खुल्ला मञ्चमा आएर चाहिँ अन्तिम हुनेछौँ। यति बेला भित्र कार्यक्रम गर्नेछौँ। यति बेला आफ्नो ठुलो आवाजको लागि चाहिँ आवाज उठाइरहेका छौँ। दर्शकहरू यो हामी हेर्न सक्छौँ। आफ्नो अधिकार आफ्नो उसको लागि कसैले पनि भित्र नजान नलाओस्, यो आफ्नो अधिकार पाउनुपर्छ भन्ने हिसाबमा चाहिँ यति बेला आफ्नो आवाज लिएर चाहिँ सम्पर्क नेपाल मगर सङ्घको तर्फदेखि चाहिँ सहभागी भएका देखेका छौँ। दर्शकहरू यति बेला अझै पनि हेर्न सक्नुहुन्छ आफ्नो ब्यानर सहित चाहिँ यस अगाडि सहभागी भएर प्रस्तुत गरिरहेका छौँ। सफल पारौं